त्यसले मतलब बेग्लै भाइ भइरहेको छ। यहाँ पुतलीहरू हेर्न सक्नुहुन्छ भिडियोमा क्या दामी। विराटनगरदेखि मात्र 15 किलोमिटरको दूरीमा रहेको बर्जु गाउँपालिकाको बर्जु ताल र यहाँको इन्ट्री चार्ज पर पर्सन 25 रुपियाँको दरले लिने गर्छ। एकदम हेलो नमस्ते नमस्कार, म सुदीप कुशवाहा, मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। अहिले हामी आइसकेछौँ यो मोरङ हो नि मोरङ जिल्लाको बर्जु ताल, सरी मोरङ होइन सुनसरी जिल्लाको बर्जु ताल। यो हाम्रो साथीभाइ अहिले भर्खरै टिकट काटेर भाइ सब भाइ हो, कोही साथी होइन, सब भाइ हो। हाम्रो दुईटा गाडी सेक्युरिटी दाइ भर्खर टिकट काटेर अहिले हामी भित्र छिरिरहेको छौँ र यो ल यो बर्जु ताल आइपुगेछौँ हामी। एउटा मिस्टेक गरे गम्छा लिएर आएन हामी। म कुदबै त बचबै नै हम लागै छ। जुन साइडबाट गए नि हुन्छ नि त। हामी हाम्रो यहाँ भोजन, दुईटा पानी, 4वटा चाउचाउ त्यतिकैमा पुग्छ हामी। त्यति बढी चाहिँदैन। बिस्कुट पनि रहेछ अनि एउटा कुरा छुटिसकेको छ, गेस गर्नु तपाईँहरू कमेन्ट गर्नु होला। 4वटा गिलास यो हामी 4जनामा के मिस होला यो मोमेन्टमा, यो कृपया कमेन्ट गर्नुहोस् तपाईँहरू। के कमी होला यो नजारा हेर्नु। अहिले वान ह्यान्ड रह्यो, एक हातले स्कुटी एक हातले ब्लगिङ। किन हल्का भर्खर लाइसेन्स बनाएँ म। एकदम शीतल ठाउँ लागिरहेको छ। विराटनगरमा गर्मी छ। बाटो 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 ना एकै हाथ से चल जाए, काम के खिलाड़ी है। हम यो माथि जाने है, ए माथि जाने हो। यो हामी सबजना हाई गर। हेलो गाइस, गाइस भन्दैछ। हेलो हेलो भन्ने म सिंगल छु, हेरिदिनु होला कोही। यो भाइ सिंगल छु, सबलाई एकपल्ट हेरिदिनु पर्यो। चार गते हो यत्रो ठुलो बिल भाइ। यो समात त होइन, एकछिन यसरी समात। यो 100 रुपियाँको बिल, 4 जनामा 100 रुपियाँ के? ए 4 जनामा 100 रुपियाँ। दिल में क्या रखा है आयो गोरी में डोल गड्डा याली घुमैला र। लोटस फुल कति दामी देखिरहेछ है। कहाँ पर है हमें? कहाँ कुन रुक्ने त्यो अगाडि जाउँ गएको छ? के गएको छ? के को बोट हो त्यो? बस्ने ठाउँ भइहाल्छ नि, बनाइहाल्ने। कोदालो लिएर कहाँ आयो? कोदालो चाहियो र हामीलाई ठाउँ बनाउनलाई। जानी बसे हुन्छ। हामी ढोइनाड हो। ल काण्ड गर्ने ठाउँ है यो काण्ड वाला भिडियो थोड़ी ना हो, मेरो ब्लगिङ भिडियो हो। काण्ड थोड़ी ना बनाउने हामी। यो सब टेक्निकल स्टुडेन्ट हो। तल भागिहाल्यो आफै मनले अगाडि, तिमीहरू त के भन्नु? गाडी रुक्दैन त्यहाँ। एउटा मान्छेले भेट्न खातिर रिटर्न ब्याकमा रिभर्समा गाडी जान्छ, तर यहाँ रुक्न सकिँदैन 100 मिटरको ग्यापमा। ल त गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ। अहिले हामी यो बर्जु ताल हो, मोरङ सुनसरीको सबैभन्दा ठुलो बर्जु ताल। दाजु तपाईँ यो पनि यो हेराउनु एकचोटि तपाईँ। कहाँ पकड पकड कौन में पाइन में
कता हो कति हो सेपले कता ऊ बर्जु तालमा आउने क्रममा भित्रमा मैले आएर यहाँ हेरेँ एउटा बोतलको सिसी सिसीको बोतल जा बोतलको सिसीको बोतल नै सो सिसावाला बोतल बाबु यहाँ के लेखेछ के को बोतल होला यो नता हो नता ए नता हो नता मुत कुराइए मुत कुलाइए कृपया तुतलिए नहीं 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 अभी नहीं तुतेंगे हम मुत कुलाइए मुस्कुराइए इसका मतलब मुस्कुराइए झर्दैन हेर्नु नै छैन मलाई कोही यो बर्जु तालको नजारा हेर्न सक्नुहुन्छ तपाईँहरू भिडियोको मार्फतले गर्दा यो राम्रो मोबाइल हुन त राम्रै मोबाइल हो आइफोन जस्तो भिडियो आउँदैन तर यो रेडमी 12 हो नर्मल भिडियो बन्छ यहाँ रेडमी 12 को प्रचार हामी यहाँ बर्जु तालको हान्छौँ भित्र ताल छ यो अझै बनि नै रहेछ त्यसको त्यो साइड पारिपट्टि यो बनिसकेको छ अहिले अट्याक आक्रमण साथीभाइको बीचको आक्रमण दो पहलवान एक बीच देश स्विमिंग पूल में राजा नुहाई लिया हो भैया बनाएको भगनी खेला खतम सब एक डुबकी मार्दै हो त देखियो त ऊ एकटा डुबकी मार्ने देखियो नहीं ये तो देखो आई सब हेलो गाइस किचे यहाँ सबको हाल खबर हम सब रहो ले लो बाटू दाद में वो सब कहिया मिल जाए के वे संपर्क करो हमारे को अब पहले चैनल के सब्सक्राइब किया दियो लाइक किया दियो आना सबका लाइक के पास और हम ताल सब घूम सकबे ठीक है और सर के घुमेला चाहे छ त मटका निकल रे एकदम सोच नेचुरल भाइब के साथ अहाँ सब एन्जॉय कर सकै छी देख सकै छी नमस्ते साथी हामी अहिले सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालमा आएको थियौँ हामी साथीभाइहरू घुम्नको लागि र सँगसँगै हामी यो तालमा हामी रमाइलो पनि गर्यौँ र हामीले जुन गरेको फोहोर नै भन्नु पर्यो आफ्नो फोहोर आफै टिपेर हामीहरू डस्टबिनमा गएर हाल्छौँ र तपाईहरु पनि नेचर बचाउनको लागि पनि यस्तै गर्नु कसैलाई केही भन्नु पर्दैन आफ्नो एरिया आफै सफा गर्नुपर्छ यस्तो ठाउँहरु घुम्न आइसकेपछि यसरी फोहोरको थुपाहरू जामुन पाइँदै प्लास्टिकहरु यसरी चाहिँ फाल्नु हुँदैन यसरी एक ठाउँमा एकदम मजाले व्यवस्थित ठाउँमा चाहिँ यसरी हामीले गरेको फोहोर अब हामी डस्टबिनमा राखिदिन्छौँ हामीलाई पनि लागि पनि सजिलो र एरिया पनि सफा फेरि आउँदाखेरि फेरि रमाइलो गर्ने फेरि यस्तो गर्ने तपाईहरु पनि यस्तै गर्नु र यस्तै सबलाई गर्न लाउनुपर्छ यसरी चाहिँ पर्यटक स्थल यस्तै सार्वजनिक स्थल यसरी फोहोर गर्नु हुँदैन हामी सबैले भन्ने कुरा सबैमा जानकारी गर्न चाहन्छु र फोलो गर्न चाहन्छु धन्यवाद जयनेन्द्र कैमरामैन राज के साथ
वाउ माग पुतली हेर हुनुहुन्छ यो नेचुरल भाइबमा नेचुरल एकदम भाइब आइरहेको छ कि यहाँ क्या सिन रहेछ यार पुतलीहरू नेचुरल हराभरा जङ्गल अनि यो सँगै त्यो साइड पनि ताल रहेछ अनि त्यो साइड पनि ताल रहेछ यो साइडबाट देखिरहेको छैन तर यो पुतलीहरू हेर्न सक्नुहुन्छ तपाईँ क्या दामी भ्यू रहेछ यहाँ त यहाँ हाम्रो साथीभाइहरू यहाँ छ अनि यो तपाईँहरू नेचुरल भाइब एकदम मजा लिन चाहनुहुन्छ बर्जुर ताल जरुर भिजिट गर्नु तपाईँहरू पनि धन्यवाद हामीहरू त सिङ्गल पऱ्यो साथी त्यसैले हामी साथीहरूसँग आएको छ यदि तपाईँहरूसँग गर्लफ्रेन्ड छ भने डेटिङ स्पटको लागि टेन्सनै लिनु पर्दैन सुनसरी जिल्लामा तपाईँहरू बर्जु नगरपालिका अघिदेखि भनिरहेको छु बर्जु गाउँपालिकाको बर्जु तालमा आएर यस्तो यो बेग्लै भाइ भाइरहेको छ यहाँ पुतलीहरू हेर्न सक्नुहुन्छ भिडियोमा क्या दामी वान ह्यान्ड राइड एक हातले गाडी कुदाइरहेको छु अनि एक हातले भिडियो मोबाइल समातिरहेको छु हामी यो तालमा नुहायौँ अघि यो ताल गहिरो पनि रहेछ त्यस्तो नुहाउने त्यो पनि राम्रो रहेछ होइन अनि योमा त छ साइडमा नुहाउने ठाउँ पनि राखेको रहेछ वाउ बडा दामी बन्यो त आज गर्मी पनि रहेछ विराटनगरमा जाउँ अनि घुमफिर राम्रो भयो अनि हामी अब गइरहेको छौँ हाम्रो एक्जिट भनेको यही बाटो हामी आएको छौँ यही बाटो हामी बाहिर गइरहेको छौँ अब त्यहाँ यो फोहोर पनि हामी लिएर आएकै छौँ त्यहाँ डस्टबिन मलाई कहीँ भेटेन अब उहाँ दाइसँग कुरा गरेर दाइ डस्टबिन कहाँ राख्नु भएको छ हामीले गरेको फोहोर ल्याएको रहेछु अब डस्टबिन मलाई भेटेन अनि अब के गर्नु हामी कि बाहिर छ ए बाहिर छ यता छैन लु भित्रमा डस्टबिन पनि राख्नुहुन्छ एउटा राख्नु पऱ्यो डस्टबिन तपाईँहरूलाई अब हामी लगिरहेको छौँ अब कहाँ राख्ने त्यो मलाई थाहा छैन अब यो लाग्दैछ विराटनगरको डस्टबिनमा जान्छ होला बर्जुतालमा डस्टबिन राख्नु पऱ्यो नि साथी हस् धन्यवाद हामी अब लागे आफ्नो गरिदियो धन्यवाद